दर्शन नमस्ते यो रह्यो हाम्रो गाउँ। अब अलिकति रसिलो रसिलो देखिन थाल्यो। बर्खा लाग्ने क्रम जारी छ। अस्तिको रात आएको सानो झरीले अलिअलि घाँसहरू जङ्गलहरू चिसो चिसो भएको हो कि ओसिलो ओसिलो देखिन थालेको छ। यो रह्यो हेर्नुहोस् हिमाल जत्रो ढुङ्गा। यो ढुङ्गा फोर्यो भने कम्तीमा पनि 50-60 वटा घरहरू एउटै ढुङ्गाले बन्ने सम्भावना छ। यस्तो खालको ढुङ्गाहरू पाउँछन्, त्यो पनि ओरिजिनल छिप्पेको ढुङ्गाहरू। पूर्वी नेपालको तेह्रथुम जिल्लामा फेदाब भन्ने ठाउँमा चाहिँ पाउँछ है हजुरहरू। हेर्नुहोस् यस्तो छ। मान्छेहरू बसाइसराई गर्न थालेर बसाइसराईको चापले चाहिँ अहिले पुरै गाउँघर खेती लगाउने जग्गा जमिनहरू चाहिँ जङ्गल हुन थालेको अवस्था छ। यहाँ अब हाम्रो यस ठाउँमा चाहिँ सिँचाइको व्यवस्था भएदेखि सिँचाइको लागि पानी चाहिँ प्रशस्त भइदिने हो भने तराई झर्नु पर्दैन। बाली नाली अन्न बाली उब्जाउको लागि चाहिँ यहाँ हाम्रो 1 नम्बर ढुङ्गाइमाथि एकमुठी माटो राखेर धान मकै एनिथिङ हैन हरेक कुराहरू रोपियो भने त्यत्तिकै फलिन्छ के। त्यस्तो ठाउँ छ हाम्रो, त्यस्तो मलिलो ठाउँ हो। तर एउटै कुरा सिँचाइ छैन। पहिला थिए पानीको मूलहरू टन्नै प्रशस्तै थिए। भुइँचालो आयो के भयो सुक्खा लाग्यो त्यत्तिकै हराउँदै गए पानीको मुहानहरू अनि सुक्खा लाग्न थाल्यो। अब हामीलाई सिँचाइको व्यवस्था भयो भने हामी यहाँको बस बन्न सक्छौँ। बाली नाली खेती किसानले नै है भिक्सो जमे